नेदरल्यान्ड्सको श्रृङ्खलामा नेपाल जितविहीन रहे पनि विश्वकप क्वालिफायर खेल्ने सम्भावना जीवितै। आइसिसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गत नेदरल्यान्ड्समा भइरहेको ओडिआई श्रृङ्खलामा नेपालले लगातार चौथो हार बेहोर्दै जितविहीन बनेको छ। बुधबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग 57 रनले पराजित भयो। नेदरल्यान्ड्सले दिएको 226 रनको लक्ष्य पछ्याएको नेपाल 48 ओभरमा 168 रनमा अल आउट भयो। नेपालका लागि आसिफ शेखले सर्वाधिक 38 रन बनाए भने कप्तान रोहित कुमार पौडेलले 26 अनि करण केसीले 23 रन बनाए। यस्तै ईशान पाण्डे 16, गुलसन झा 11 रन तथा भीम सार्कीले 10 रन बनाए। ओपनर कुशल भुर्तेल शून्यमै आउट भएपछि नेपालले रनको खाता नखोल्दै विकेट गुमायो। 3 नम्बरमा ब्याटिङमा आएका भीम आउट भएपछि आएका ईशान पाण्डे पनि धेरै बेर टिक्न सकेनन्। 50 रनमा 3 विकेट गुमाएको नेपालका लागि कप्तान रोहित कुमार पौडेल र आसिफ शेख मिलेर 35 रनको साझेदारी गरे पनि आसिफ स्लग स्विप खेल्ने क्रममा क्याच आउट भए। त्यसपछि उपकप्तान दिपेन्द्र सिंह ऐरी 6 रनमा आउट भए भने त्यसको केही समयमा नै कप्तान रोहित कुमार पौडेल पनि आउट भए। त्यति बेला नेपाल 104 रन बनाएर 6 विकेट गएको अवस्थामा थियो। आरिफ शेख र गुलसन झाले केही बेरसम्म सम्हाले पनि दुवै एकै बलको अन्तरालमा आउट भएपछि नेपाल 127 रन बनाउँदा 8 विकेट गुमाएको अवस्थामा पुगेको थियो। त्यसपछि करणले केही चौका र छक्का प्रहार गर्दै झिनो आशा बिउताए पनि उनी आउट भएपछि नेपालको सम्भावना सकिएको थियो। यस्तै नेदरल्यान्डका लागि बलिङतर्फ काइल क्लेइनले 3 विकेट लिए भने रोबल भान डर वे, जाच लाइन क्यासेट र लोगन भानविकले 2-2 विकेट तथा आर्यन दत्तले 1 विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले 50 ओभरमा 9 विकेट गुमाएर 225 रन बनाएको थियो। नोआ क्रसले सर्वाधिक 70 रन तथा कप्तान स्कट एडवार्ड्सले 57 रन बनाए। नेदरल्यान्ड्स 56 रन बनाएर 4 विकेट गएको अवस्थामा हुँदा यी दुई मिलेर 115 रनको साझेदारी गर्दै शानदार पुनरागमन गराएका थिए। नेपालले भने 20 का ओभरमा विकेटै लिन सकेन। करण केसीले 10 ओभरमा 30 रन खर्चिएर 4 विकेट लिए। दिपेन्द्र सिंह ऐरीले 2 विकेट लिँदा ललित राजवंशी र हेमन्त धामीले 1-1 विकेट लिए। श्रृङ्खलाका 4 खेलमा पराजित भएको नेपालको घर बाहिर यो लगातार 8औं हार हो। यो सँगै अब लिग 2 मा शीर्ष 4 मा पर्ने सम्भावना लगभग समाप्त भएको छ। नेदरल्यान्ड्सले भने श्रृङ्खलामा लगातार तेस्रो जित निकालेको छ। जितपछि नेदरल्यान्ड्सले 31 खेलमा 38 रन जोडेको छ। नेपालको 32 खेलमा 24 अङ्क छ। अब नेपालले सबै खेल जिते पनि 32 अङ्क मात्र हुनेछ। नेपालले सबै खेल जिते पनि अन्य देशको नतिजामा समेत भर पर्नुपर्नेछ। नेपालले बाँकी 4 खेलमध्ये 1 खेल मात्र हारे पनि शीर्ष 4 को सम्भावना पूर्ण रूपमा सकिनेछ। नेपालले ओमन र क्यानाडासँगको श्रृङ्खला खेल्न बाँकी छ। अब ओमनले खेल्न बाँकी 8 खेलमध्ये 1 खेल मात्र जिते पनि नेपाल शीर्ष स्थानमा पर्ने छैन। क्यानाडाको पनि नेपाललाई उछिनेर अगाडि जाने सम्भावना कायमै छ। नेपाललाई क्यानाडाले पनि उछिनेर अगाडि गएमा नेपालको ओडिआई स्ट्याटस नै जोखिममा पर्नेछ।